हेलो एभ्रीवन, वेलकम ब्याक टु द न्यू भिडियो र तपाईहरुलाई स्वागत छ मेरो यस च्यानल सागर ओडीमा र मेरो नाम हो सागर सिके र म हो भोइस ओभर आर्टिस्ट र डबिङ आर्टिस्ट। फाइनली वेटिङ टाइम सिद्धियो। आरआरआर को नेपाली डब टेलर स्पेशली मैले हजुरहरुको लागि डबिङ गरेर लिएर आइसकेको छु र अझै एउटा स्पेशल कुरा यो टेलर भित्र बाँकी नै छ। त्यसैले भिडियोलाई स्किप नगरी पुरा भिडियो हेर्नु होला र मेरो यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र तपाईले पुष्पा 2 को वेयर इज पुष्पा को फुल भिडियो नेपाली डब हेर्नु भएको छैन भनेसी यो बेल आइकनमा क्लिक गरेर तपाईले हेर्न सक्नुहुनेछ। अरु नेपाली डबिङ पनि तपाईहरुले मेरो च्यानलमा हेर्न सक्नुहुनेछ। विदाउट वेस्टिङ टाइम, सो लेट्स स्टार्ट दिस भिडियो। जब स्कर्ट सर आफ्नो परिवारसँग नेपाल आएका थिए, सँगै एउटा सानो फुच्चीले लिएर आए। वास्तवमा तिनी फुच्ची गोर्खाली छोरी थिइन्। अनि के तिनीहरुको टाउकोमा सिङ हुन्छ र? एउटा रक्षक हुन्छ। सो यहाँको सिन चाहिँ यति दामी भएको छ, कुरै छोड्दिनु के। यति बबाल भइरहेको छ कि सुरुकै लाइनबाट नै यति खतरा भइरहेको छ। भोइस आर्टिस्टलाई मान्नै पर्छ है, बबाल गर्नु भएको छ। सो म उनको नाम चाहिँ लास्टमा लिनेवाला छु, कसले आवाज दिएका भनेर। तपाईलाई थाहा नै होला कि मैले यसरी बिचमा किन बोलेको छु भन्दा यसमा पक्कै पनि यो भिडियो ब्लक हुन्छ, त्यसैले मैले यसमा बिचमा बोल्नु परेको छ है त। सो कुरा बुझ्नु होला, यसमा बोलेको मन परेन भनेर नभन्नु होला है त। सागर ओडी मागलाई समात्नलाई शिकारी चाहिन्छ। तर एउटा मान्छे छ सर। सो यहाँ चाहिँ कस्तो भयो भन्दा फेरि मैले आवाज दिएको, दुईटा आवाज चाहिँ मैले दिएको हैन। त्यो चिचाउने ठाउँमा एनडीआर चिचाउने ठाउँमा चाहिँ मैले चिचाएन हैन, किनकि घरमा चाहिँ के भन्दैन, तर छिमेकीबाट चाहिँ लास्टै प्रेसर आउँछ, किनकि बाहिरबाट घरमा पागल भएका केटा भन्छन् के। सो त्यसैले चाहिँ मैले त्यसमा अलिकति साउटिङ गर्न मिलेन। सो भिडियोलाई सुरु नै गरौँ है त। अब आयो एनडीआर को है त। प्राणभन्दा प्यारो तिम्रो मित्रता त सधैँ हुने नै छ। खुसी खुसी मरिदिन्छु। आलिया भट्ट, वाओ। मलाई यहाँ छोडेर नजान, आमाको धेरै याद आउँछ। ब्रिटिस सरकारको विद्रोह गरेको आरोपमा तिमीलाई अरेस्ट गर्दैछु। भाइ साहब, आवाज हेर न, आवाज रामचरणको क्या सुट गरेको छ भन्ने सकिन्न। यति 100% म्याच गरेको छ, कुरै छोड्दिनु क्या। सो लास्टमा म भोइस आर्टिस्टको नाम भन्नेवाला छु है त। अब आउँछ यहाँ डायलग खतरनाक वाला। लुकी लुकी डराई डराई होइन, अगाडिबाट प्रहार गर्नुपर्छ। जो पनि बाटोमा आउँछ काट्दिने हो। यो चाहिँ अलि एग्रेसिभ डायलग हो है। कस्तो लाग्यो तपाईहरु कमेन्ट गर्न सक्नुहुन्छ। र यो गर्न चाहिँ मलाई लास्ट टाइम लागेको। पहिला मेरो भोइस मिलेको थिएन, पछि बिस्तारै मैले अलिकति आफ्नो भोइसलाई बढाउँदै गएर लगभग पनि 2 महिना लागेको हो कि डबिङ गर्नलाई। अलिकति भोइस मिलेकै थिएन म्याच गराउनलाई है त। यहाँ खतरा छ, मर्न पनि सक्छौ। हाँसी हाँसी मर्दिउ न काका। ल हेर्नु न, भोइस यति म्याच गरेको छ, कुरै छोड्दिनु के रामचरणलाई। आफ्नो लडाईमा हतियार आफै खोज्दै आउँछ। अजय देवगनको भोइस म्याच गरेको छ, अलिअलि खतरै म्याच गरेको छ भनौँ न। यहाँ आउँछ अब डायलग। यो तुच्छ राक्षसलाई छोड, महासुरको संहार गर्नु छ। एपिक डायलग बब्बाल भएको छ है त। ओके, आर
यो सिन चाहिँ मलाई मस्ट मतलब एकदम राम्रो लाग्यो क्या ट्रेलर हेर्ने बेला त आफ्टर अल यो ट्रेलरलाई डबिङ गर्न एकदमै मेहनत लागेको छ लगभग पनि 2 महिना जति डब गर्न लाग्यो यो ट्रेलरलाई र स्पेशली थ्याङ्क्स भन्न चाहन्छु यो सबै भोइस ओभर आर्टिस्टहरूलाई मेन त आकाश पौडेल दाइ र सुनिल ब्रदरलाई थ्याङ्क यू भन्न चाहन्छु र अघिको स्पेशल कुरा के हो भन्दा ट्रेलरमा रामचरणलाई भोइस दिने आर्टिस्टको नाम के हो गेस गर्नुहोस् त हाम्रो प्यारो सबैको प्यारो सुमधुर आवाजको धनी रिकी राई हाम्रो रिकी ब्रदरको टिकटकमा यति धेरै तगडा फ्यान फलोइङ छन् कुरै छोड्दिनु लगभग पनि 20,500 फलोवर छन् टिकटकमा यदि तपाईले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईले अरु भिडियोमा पनि यस्तै नै भोइस दिएर ट्रेलरलाई बब्बाल बनाउन सक्नुहुनेछ र तपाईले आउने समयमा अरु भिडियोमा पनि भोइस दिनुहुन्छ भन्ने आशा राखेको छु यदि तपाईहरुले यो भिडियोलाई टिकटकबाट फेसबुकबाट युट्युबबाट अथवा इन्स्टाग्रामबाट हेर्दै हुनुहुन्छ भने फलो गरेर आफ्नो बेस्ट फ्रेन्ड साथीहरुलाई शेयर गर्न सक्नुहुनेछ र घर परिवारमा पनि शेयर गर्न सक्नुहुनेछ र आउँदो समयमा पनि म तपाईहरुको लागि यस्तै नयाँ डबिङ भिडियोहरु लिएर आउने छु च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र लाइक पनि गर्नु होला र आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्दै म यस भिडियोबाट बिदा लिन्छु हस्त जय नेपाल